Hello guys, namaste. Welcome back to my another video. हामी चाहिँ आज छुट्टी, आज लेबर डे भनेको श्रमिक दिवस, मजदुर दिवस के भनेर चिनिन्छ। त्यसको बिदा छ आज चाहिँ हाम्रो कम्पनीमा। त्यही भएर आज चाहिँ हामी रुममै बसेर क्यारम बोर्ड हान्न लाग्यो है। छुट्टी छ, खानासाना खाइयो। खासमा हाम्रो प्लान चाहिँ घुम्न जाने थियो। पानी सानी परेर यस्तो भएर बसिएको छ के, पुरै पानी जमिरहेको छ यहाँनिर है। बाहिर यस्तो छ हैन। अनि त्यही भएर आज चाहिँ हामी रुममै बसेर क्यारम बोर्ड खेल्ने भनेर बसिरहेको। यो हाम्रो कोरियाको पिपी हो, पेपे लुवा भन्दाखेरि आउँछ। यसको घर चाहिँ यो हो। अनि यो भित्र चाहिँ यसलाई टक्क यसको लागि भनेर लिएर आएको कन्टेनर हो यो। यहीँ बस्छ यो। अनि हामीले चाहिँ यसैलाई हल्का सदुपयोग गरेर क्यारम बोर्ड खेल्ने ठाउँ पनि बनाएको छ हैन। हाम्रो साथीहरू यहाँ मैदानमा भिडिरहेको छ, तपाईँ हेर्न सक्नुहुनेछ। भन्नुहोस् आजको दिनमा जनता जान्न चाहन्छन् के छ आजको माहौल? अलिक पानी परिरहेछ हैन। भर्खर सुतेर बिउजेको। अब यो क्यारम भस्काइदिने हो। भस्काइदिने नि त। कलाकारजी तपाईँ केही भन्न चाहनुहुन्छ? चियर छ क्या। हेलो भट्टजी भन्नुहोस् आज के को बिदा हो? आज बिदा हाम्रो श्रमिक दिवस भन्छन्, मजदुर दिवस हैन। ठाउँ अनुसार भन्छ, कोहीमा मजदुर दिवस, कोहीमा लेबर डे हो इङ्ग्लिसमा चाहिँ। अनि त्यसको चाहिँ हामीले मौकाको फाइदा उठाएर चाहिँ हामी आज बोजाहरू बोक्नु पर्दैन। खुन्लो जायनाल नै हो, खुन्लो जायनाल हैन। अनि हामी चाहिँ आज खुन्लो जायनालमा चाहिँ यसरी किट्टी भन्छ कि, यसरी नम्बर टाँसेर तास खोइ त हो साथी, तास बाँडौ न यार, पैसा डिपोजिट राखौँ। हिजो धेरै हारेन मैले। सिप 7 हार्यो। अब आज कति हार्ने हो? बुढोले मानवान निकाल्दैछ। म त हिजो हारेर पैसै छैन यार मसँग। खोइ कति छ यार, निकाल्नु पऱ्यो। लिनु छन् भेना पनि आउनु भयो ल। अब यहाँ गेम छ। यहाँ मेरो बोट आइसक्यो ल। अब यहाँ हाम्रो गेम सुरु हुन्छ। यस्तै चलिरहेको छ हाम्रो छुट्टीको दिनमा। अरे यहाँ बस्छु म यहाँ हान्नेबाट चारजना खेला भने क्या पाँचै खेल्ने असुल भएन। अब यहाँ बन्द ल अब हामी एकछिन खेलौँ फेरि भनेको यसरी नै बिताउनु पर्ला आजको छुट्टीको भयो। केही छ मैले पछि मेसेज गरे तपाईले 10 मिनेट भन्नुभयो, 17 मिनेट भइसक्यो। खोइ त हो भनेर मेसेज गरे, चालचुल छैन अनि सुत्यो। त्यसै छैन त हामी खानासाना खाएर एक निन्द्रा सुत्यो दिउँसो पनि। अब अहिले कति बज्यो? 3 बज्यो हैन। 3 बज्यो। अब एकछिन खेलौँ, त्यसपछि भनेको हामी देख लेंगे गाइस। लोग बाडो बाडो चलो ल। सानो सानो ठुलोको बाँड गरौँ न त हैन। पल्टाउनु हो त्यो लाल बहादुर सिंह ल मेरो पल्टाउनु त के पल्टाउने त्यहाँ ठिक हे ल। चौका दहर ल पल्टाउनुस्। खोइ बोट ल हाम्रो बोट उता छ। अब यहाँ किट्टीको लागि तास रेडी हुँदै हस्। हेलो एक्सक्यूज मी छागी सोगे हे छुछे अ माराल्ते नुन नेम खासे अ छेरुमुन भट्ट राजिमनिदा नाइनुन हल्मा भट्ट राज आनी मगा जनकराज भट्ट। ए जनकराज भट्ट आइस बस्सी तर राजै रह्यो कि नाम पनि आएन त अनि बस्सी। अनि फेसबुकको नामै राज भट्ट भएपछि त म विराज भट्टको आफ्नै कान्छा भाइ है उहाँ चाहिँ होइन त सर। खोइ त हो मलाई चाहिँ तास हो नि यो दिनु नि यार, तपाईँ सबै लाने हो नि। ल 4 आइज त्यसो भए। खोइ त हौ छैन यार। अब हान्नु तान्नुहोस् तपाईँको एउटा चौका बाइक सबै तान्नु न, भइहाल्यो नि। स्वाट गयो 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 गयो। तिर्की उडाइदिनु ल ऊ त्यो मुखको ल।
च्याउ यस्तो होइन पऱ्यो कि अब के हो पानी परे के हो हाम्रो चाहिँ यहाँ आज तन्दुरी आइपुगेको छ हेलो दिदी के ल्याउनु भएको यो ए तन्दुरी होइन यो चाहिँ तन्दुरी हो यो चाहिँ चन्दुरी होला यो आज हाम्रो यसको स्पोन्सर को हो आज तन्दुरीको स्पोन्सर चाहिँ को त आज के अरे मजदुर दिवस भन्दा हामी मजदुरको लागि क्या हो यो मजदुर दिवसको दिन मजबुर बन्दिरा यो होइन यो चाहिँ के हो यो गोरुको ए बुङ्गुर हो च्वाचे बहादुर रहेछ ल हल्का दबाउनु पर्छ हाम्रो सिक्ताङमा साथीहरू खाना हो कि खाजा हो कि के हो यो मैदानमा भिडेर साथीहरू थकाइ मार्दैछन् एकछिन फेरि यो हाम्रो दाना पेलिसकेपछि फेरि मैदानमा हाम्रो भेट हुनेछ थ्याङ्क यू र साथी हो फाइनली हाम्रो गेम पनि सकियो अनि छुट्टी पनि यसै गरी खेलेरै कटाइयो अब गेममा पैसा के कति हार्यो जित्यो के भयो भनेर म तपाईँहरूलाई देखाउँछु अब के कस्तो भयो त साथीहरू सबैजना गेम खेलेर सबै सुत्नु गइसक्यो मेरो चाहिँ अब आज के भएछ त हारेछ कि जितेछ त होइन यसो देखाउँछु पैसा यस्तो छ यहाँ कोरियाको है एउटै 1000को नोट छ अनि यतापट्टि 5000को नोट छ यो चाहिँ आज खेलेर हल्का जिते जस्तो छ म गन्छु अनि अर्को पैसा चाहिँ यहाँ पनि छ यो चाहिँ 10000को भयो यो चाहिँ 10000को हो एउटा नोटै 10000 के पैसारी चेन लाएर राखेको छ यो चाहिँ 50000को नोट हो यहाँको नोटै 50000को हुने कि यहाँनिर हेर्नु त र 50000को नोट छ होइन अनि यो चाहिँ 5000को नोट हो यो अनि यो चाहिँ 10000को नोट यो चाहिँ मेरो छुट्टै भयो अब यो चाहिँ खेलेको पैसा हो यो चाहिँ मेरो छुट्टै पैसा भयो अब यहाँ हार्यो कि जित्यो कि के भयो म तपाईँलाई गर्ने देखाउँछु है अब हेरौँ हारेछ कि जितेछ होइन यो चाहिँ मेरो आफ्नै भयो यो दुईटा चाहिँ यो चाहिँ 50000 भनेको नेपाली 5000 हो यो 10000 भनेको चाहिँ नेपाली 1000 रुपियाँ भयो यो चाहिँ होइन है अब यहाँ हेरौँ यो चाहिँ आज खेलेको पैसा हो अब हेरौँ हारेछ कि जितेछ होइन 5 अब यहाँ यति भएर चाहिँ म होइन अब हार्यो कि जित्यो है अब म यहाँ तपाईँलाई गरेर देखाउँछु मेरो 11000 थियो होइन 5 6 7 8 9 10 11 यो मेरो सम होइन मैले हल्का जितेछ 1 2 3 4 5 6 7 8000 चाहिँ मैले 8001 फाल छन् भनेको 8001 चाहिँ यहाँको जित्या रहेछ यो भनेको नेपाली 800 नेपाली 800 रुपियाँ भनौँ न म्याक्सिमम् 800 नहोला भनौँ न एभरेजमा चाहिँ 800 नै जितेछु मैले आज चाहिँ खेलेर अब 800 जित्या रहेछ थ्याङ्क यू त्यसको लागि जे होस् रमाइलो नै गऱ्यो हल्का फुल्का जितियो पनि होइन अब यस्तै हो अब हारा जित भनेको हुन्छ गेम खेलेपछि रमाइलो नै भयो होइन अनि थ्याङ्क यू सो मच है तपाईँहरूले यहाँसम्म भिडियो हेरिदिनु भयो मेरो भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो होइन भिडियो हेरिसकेपछि लाइक कमेन्ट सेयर अनि तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरेर चाहिँ मलाई अझै माया गरिदिनु होला भन्न चाहन्छु हाम्रो आजको छुट्टी पनि यसरी नै बित्यो होइन अब रमाइलो भयो खेलियो होइन अब नेपालमा नि खेल्न पाउँथ्यो अब कोरियामा त खेल्न पाउँछ कि पाउँदैन हामीले सोचिरहेको होइन यहाँ पनि खेल्न पाउँदो रहेछ कि रमाइलो लाग्यो खेलियो रमाइलो नै भयो अब यस्तै हो साथीहरू सबैजना मिल्छन् सबै साथीहरूसँग रमाइलो गऱ्यो साथीहरू चाहिँ कोही खाना खाँदैछन् कोही अब सुत्न गइसक्यो अब म पनि सुत्न जानुपर्छ भोलि त अब भोलि हाम्रो ड्युटी छ
त्यही हो भन्दै बिदा हुन्छु हस्त